धन कमाउने आशले छोडेर आएको छु आज मन पराउने मान्छे। यहाँ सब रमाउने बाँच्ने रहेछन् भोकी छटपटाउने सास। बाध्य खोइ म जानलाई विदेशमा अल्झियो जिन्दगी यो सुखको किनबेचमा। जवानी लिलामी भो भिजा र टिकेटमा जाँदैछु दुबईतिर काम गर्न भिजिटमा। कर्तव्यदेखि टाढा भाग्न नि मिलेन आमा र बाउ छोडी चढियो प्लेनमा। कसम यो मन रोयो देखेर तिम्रो आँसु सम्झिँदै तिमीलाई सधैँ ड्युटीमा टोलाइ बस्छु। दिमागलाई भुलाइरहन सुर्तिर भोला टोक्छु काँधमा बोरा अनि सुतीको झोला बोक्छु। घरको त्यो ऋण तिर्ने जुक्ति र सोचाइ बोक्छु। खै दुःख कसलाई बोक्नु आफ्नो ख्याल गर तिमी राम्ररी रोपाइ गर्नु। म जस्तै कति युवा देशबाट होला टाढा याद आउँदो होला पहाड नदी अनि खोला नाला। गरिबीको दलदलमा पर्दैछन् यहाँ सोझा साझा तिर्नै पर्यो नि महिनावारी रासन कोठा भाडा। सुन साइली साइली परदेशबाट माउला। सुन साइली साइली 40 गतेसी रमाउला। 40 गतेसी रमाउला। 40 गतेसी रमाउला। आइपुगे डाँडा म काटेर डाँडा हातको छाला खुल्यो माझेर भाँडा। हिँड्दिन अरू जस्तै बनेर छाडा याद आउँछ आमाले बनाएको खाना। कति मिठो हुन्थ्यो सबै मुसेर खाँदा। सम्झना आउँछ अझै गाउँघर इलाका बस्ती र पाखा त्यही सारङ्गी भाका। काकी र काका जस्ताको पाटाले बनेको छाना। मजबुत छ मेरो यो मनको इरादा तर पुरानो सुरुवालमा खुकुलो नाडा। के गर्नु छाडी जान मन मलाई थिएन बसेर खानु मेरो भाग्यले दिएन। ढाड घाँटी हात छाती दुख्छ नि खिएर साँचेको सपनालाई बस्दैछु सिएर। हाँस्दिन जिस्केर बस्दिन पिएर रक्सी र बियर आउँछु म छिट्टै बरु क्यान्सिल नै दिएर। तर के गर्नु फर्की त्यस्तै छ देशको गति त्यसैले बस्नु पर्यो विदेशमा यस्तो गरी। हजारौं मानिसहरू बीच पनि एक्लो बनी ब्याज मात्र तिर्न ठिक्क ऋण गरी लेखो पनि।